किन आज हामीमा परिवर्तन भइरहेका छैन? निश्चय पनि परिवर्तन हामीले भने जति परिवर्तन गर्न सकेको छैनौँ। आज हामीले गरेको प्रार्थनाहरू प्रभावकारी छैनन्। हामी भनेको ठाउँमा सुसमाचार सुनाउन सक्दैनौँ, उनीहरूलाई मण्डलीमा ल्याउन सक्दैनौँ। किन थाहा छ? यो गप्य र रहस्यको कुरा छ। गोप्य र रहस्यको कुरा छ। प्रभु यीशु ख्रीष्टले लुका 19 अध्यायमा 45 पदमा के भन्नुभएको छ भने, यो मन्दिर चाहिँ मेरो प्रार्थनाको घर हुनुपर्छ। यो मन्दिर मेरो प्रार्थनाको घर हुनुपर्छ। तर यो के भएको छ? डाकुको ओडार भएको छ। हेर्नुहोस्, परमेश्वरको जब पवित्र महापवित्र स्थानमा बास गर्नुहुन्थ्यो, अनि त्यो पहालमा विभिन्न किसिमका खेतहरूमा विभिन्न उजाड स्थानमा मान्छेहरूले तम्बु बोकेर हिँडिरहेथे। परमेश्वरको राख्ने स्थान थिएन। जब मन्दिर बनियो अनि त्यो मन्दिरमा चाहिँ परमेश्वरको उपस्थिति, त्यो करारको सन्दुक लगेर राखियो र परमेश्वरले महापवित्र स्थानमा आफ्नो उपस्थिति देखाउनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ के भएको देख्नुभयो? प्रभु यीशु ख्रीष्टले डाकुको ओडार, जहाँ सट्टाबाजी, जहाँ किनबेच दलाली विभिन्न कुराहरू भइरहेको कारणले गर्दा प्रभु यीशु ख्रीष्ट त्यहाँनिर रुष्ट हुनुभयो। किनकि यो चाहिँ मेरो प्रार्थनाको घर हुनुपर्ने, यहाँ चाहिँ डाकुको ओडार भएको छ भनेर। मैले के भने बुझ्नुभयो तपाईँले? आज मण्डलीहरू यति व्यवसायी भएका छन्। यो मण्डलीको कुरो, तपाईँ हामी के भएको छौँ? मण्डली एउटा समूहको कुरा हो, तर तपाईँ हाम्रो व्यक्तिगत जीवनको त्यो समग्र कलेक्सन हो मण्डली। हामी जस्ता जस्ता भेला हुन्छौँ नि, मण्डलीको स्वरूप त्यस्तै हुन्छ। अनि हामी चाहिँ कुन मोडलमा छौँ? हामी डाकुको ओडार छ कि हाम्रो प्रार्थनाको घर छ? परिवर्तन त्यहाँनिर छ। हेर्नुहोस्, किन आज त्यो परिवर्तन भइरहेका छैन भनेदेखि आज हाम्रो हृदय कठोरताको कुरा छ, गनगनको कुरा छ, अनि दोष लगाउने कुराहरू छ। हेर्नुहोस्, म साँच्चै राम्रो हुँ, तर मेरो छिमेकी यो कुराले दोषी छ, यो कुराले गलत छ, यो कुराले यस्तो छ, यो चाहिँ हुनु हुँदैन। हाम्रो गन्धन र दोषको आत्मा छ। यो चाहिँ शैतानको अधिकार हो, यो चाहिँ शैतानको शक्ति हो। आज तपाईँ हामीलाई